सबैलाई नमस्कार। स्वागत छ यहाँहरूलाई मेरो सिम्स किचनमा। आज म हजुरहरूमाझ राजमाको रेसिपी लिएर आइरहेकी छु। अब सुरु गरौँ है त बनाउनलाई। ल बाबु, अब सुरु गरौँ है बनाउनलाई। अब राजमा बनाउनको लागि सुरुमा त राजमा नै चाहिने हुन्छ। अब मैले यो चाहिँ रातभरि भिजाएर राखेको राजमा हो। यसमा चाहिँ मैले पहिला भिजाएको पानी फालेर अर्को पानी चेन्ज गरेर राखिसकेकी छु। अब यसलाई चाहिँ मैले प्रेसर कुकरमा राखेर सिटी लगाउँछु। सुरुमा त मैले अब हिटर ग्यासलाई अन गरेर एउटा प्रेसर कुकरलाई यहाँ तताउँदैछु। यसमा मैले राजमालाई राखिदिएँ। यसमा मैले 2वटा तेजपत्ता, एउटा स्टार, 2-3वटा ल्वाङ सुक्नेलाई पनि राखिदिन्छु। अरू मैले यसमा केही पनि राख्दिनँ। अरू चाहिँ सबै ग्रेभीमा राखेर पकाउँछु। पानी अलिक कम हुन्छ जस्तो छ, अलिकति पानी चाहिँ थप्नै पर्यो। अब मैले एउटा हिट अन गरेर एउटा कराईलाई यहाँ तताउँदैछु। त्यसपछि मैले ग्रेभीको लागि चाहिने सामानहरू यहाँ 2वटा प्याजलाई मसिनो गरेर काटिराखेँ, 3वटा टमाटरलाई मसिनो गरेर ग्राइन्ड गरेर राखेकी छु। अलिकति गरम मसला र अलिकति लसुन अदुवा, त्यसमा 1-2वटा हरियो खुर्सानी पनि पिसेर राखेकी छु। अनि 2-3वटा ल्वाङ सुक्मेल र 2वटा तेजपत्तालाई पनि अहिले यहाँ ग्रेभीमा फुराउनको लागि राखेकी छु, र धनिया। अब नुन बेसार अरू त मसलाहरू त यता छँदैछ। अब सबभन्दा पहिला अब तेल राखेर मैले यसमा तताउँछु। चार 5 सिटी लगाउँदाखेरि त्यो ठिक हुन्छ। त्यति बेरसम्म यता म ग्रेभी तयार गर्दै गर्छु। अब हाम्रो तेल पनि तात्न लागिसकेको छ। तेल पनि तातिसक्यो। यसमा मैले 2वटा तेजपत्ता राखेँ। त्यसपछि 2-3वटा ल्वाङ र सुक्नेलाई पनि यसमा राखिदिएँ। अब त्यसपछि यो मसिनो गरेर काटेको प्याजलाई राखेर यसलाई चाहिँ एकछिन हामीले भुट्नुपर्ने हुन्छ। हाम्रो नेपालमा राजमा चाहिँ प्राय हिमाली पहाडी भेगहरूमा विशेष त प्राय खाइरहने गरिन्छ र तराईमा पनि खाइन्छ। हामीले त आफ्नै बारीमा पनि उत्पादन गर्ने चिज हो यो। यस्तो बिहेहरू, भोजहरूमा, पार्टीहरूमा प्राय हामीले बनाएर खान्छौँ र घरमा पनि खाइन्छ। त्यसैले मलाई आज चाहिँ राजमा एकदमै बनाउने इन्ट्रेस्ट लागेर मैले बनाउन गइरहेकी छु। अब यो प्याज पनि भुटेर हुन लागिसके जस्तो छ। अब चाहिँ यसमा लसुन अदुवाको पेस्ट राख्नु पर्यो। अब यो लसुन अदुवा राखेर पनि यसलाई 1-2 मिनट जति राम्रोसँग चलाएर भुट्नुपर्छ। अब लसुन अदुवा पनि हाम्रो भुटिसकेको छ। 2-3 मिनट भइसक्यो। अब यसमा चाहिँ मैले मसिनो गरेर काटिराखेको टमाटरलाई मसिनो गरेर प्युरी बनाएको। अब चाहिँ मैले यो भुटिसकेको उसमा टमाटर राखेर यसलाई चाहिँ एकछिन यसलाई पनि फेरि भुट्नुपर्छ। अब यसमा मैले बेसार राखिदिन्छु। 1 चम्मच जति बेसार,
2 चम्मच जति नुन। नुन चाहिँ आवश्यकता अनुसार कम भयो भने फेरि थप्न मिल्छ। 1 चम्मच जिरा धनियाँ पाउडर, अलिकति कश्मिरी मिर्च पनि मैले यहीँ राखिदिएँ। अब यसलाई एकछिन चलाएर भुट्नुपर्छ। अब हाम्रो मसला चाहिँ लगभग पाकिसकेको छ। यसमा मैले अलिकति हिङ पनि राखिदिन्छु। यसले चाहिँ हिङले चाहिँ गेडागुडीहरूलाई पचाउनको लागि राम्रो काम गर्छ। त्यहाँ माथि अब यो राजमा त अलि धेरै प्रोटिन हुने हुनाले हिङ राख्दाखेरि यसमा एकदमै पचाउनको लागि राम्रो हुन्छ। अब यसमा चाहिँ मैले अलिकति पानी राखेर ग्यासको उसलाई अलिकति कम गराएर एकैछिन पकाउँछु। अब यसलाई मैले ढक्कनबाट छोपेर ग्यासलाई अलिकति सानो गराएर एकैछिन पकाउँछु। अब हाम्रो मसला पाकेर यहाँ रेडी भइसक्यो। यसको स्मेल पनि एकदमै राम्रो आएको छ। अब चाहिँ म यसमा उमालेको राजमा ल्याएर राखिदिन्छु। मसला एकदमै राम्रो भएको छ। यसमा अब हामीले उमालेको राजमालाई ल्याएर यसमा मिक्स गरेर एकैछिन पकाउनुपर्छ। यो राजमा चाहिँ मैले 4-5 सिटी लाएर उमालेको हो। यो एकदमै राम्रोसँग पाकेको छ। मैले हातबाट मिचेर पनि देखाएँ यो कस्तो मजाले पाकेको छ। अब यसलाई चाहिँ मैले मसलामा राखेर एकैछिन पकाउँछु। अब यति बेर ग्यासको भोल्युम नै अलिक कम गरेको थिएँ। अब अलिकति ग्यासको भोल्युम पनि मैले बढाएँ। अब हजुरहरूले हेर्न सक्नुहुन्छ हाम्रो राजमा चाहिँ मजासँग उम्लिराखेको छ। अब यसमा मैले अरू खासै केही राखेको छैन। घरमै भएको प्याज, लसुन, टमाटर यति नै हो। यसैबाट बनाइराखेको हो। अब यसलाई चाहिँ मैले अलिकति बाक्लो बनाउनको लागि अलिअलि थिचिदिन्छु। राजमा थिचेपछि त्यसको त्यो झोलमा अलिकति राजमाको टेस्ट पनि आउँछ। त्यसले गर्दा राजमा अलिकति खानलाई झोल पनि मिठो हुन्छ। त्यसैले म अब अलिअलि यसलाई थिचिदिन्छु।
मैले चाहिँ यसमा अलिकति बढी नै झोल राखेको छु किनभने अब बेलुकासम्म खानालाई यताउता यो भिज्दै गएपछि अलिकति बाक्लो नै हुन्छ, त्यही भएर अलिकति बढी झोल राखेर बनाएको छु। हजुरहरूले आफूलाई कस्तो मनपर्छ कम झोल राखेर पनि बनाउन सक्नुहुन्छ। अब चाहिँ मैले यसमा अलिकति गरम मसला र राजमा मिक्स गरेर अलिकति राखिदिन्छु। त्यसपछि यसलाई ढकनबाट एकैछिन छोपिदिने। अब मैले यसलाई ढकनबाट छोपिदिन्छु। ग्यासको आँचलाई पनि अलिकति कम गरेर एकैछिन पाक्न दिन्छु। अब यसलाई 2-3 मिनट पाक्नको लागि मैले छोडिदिएँ। अब हाम्रो यो पाकिसक्यो। मैले यसलाई चाहिँ 5 मिनट जति छोपेर राखेको थिएँ किनभने राजमालाई छुट्टै उमालेको, मसला छुट्टै पकाएको थिएँ, त्यही भएर चाहिँ अब अलिकति एकछिन चाहिँ यो पाक्नै पर्छ। अब चाहिँ यो पाकेर रेडी भइसकेको छ। यसको बास्ना पनि एकदमै राम्रो आएको छ। अब मिठोको त के कुरा गर्नु र कुरै गर्नु परेन, एकदमै मिठो होला जस्तो छ। अब मैले चाहिँ यसमा अलिकति धनिया र लसुन राखेर गार्निस गरिदिएँ। अब मैले ग्यास पनि बन्द गरिदिन्छु। हाम्रो अब यो राजमा पाकिसकेको छ। अब आउनु सबैजना सँगै बसेर तातो म चाहिँ सर्भ गर्छु, सँगै बसेर खाम। जाडोको मौसम छ, जाडोको बेलामा तातो खानालाई एकदमै राम्रो हुन्छ। यसमा प्रोटिन पनि प्रशस्तै पाइन्छ। अब अलिकति बाँकी धनिया छ, मैले यसमा चाहिँ अलिकति माथिबाट गार्निस गरिदिन्छु। 2-3 वटा लसुन पनि राखिदिएँ। आहा, टिभीमा कति राम्रो गीत आइरहेको रहेछ प्रकाश दुधराजको। म पनि यो सुनेर इन्जोय गर्छु। बाबु हजुरले नि सुनेर इन्जोय गर्नु होला। मैले चाहिँ राजमा पनि उता बनाएर रेडी गरेको छु। जम्मा 5 वटा कटोरामा राखेको सामानबाट राजमा रेडी भयो। लसुन अदुवा, त्यसपछि प्याज, टमाटर, अनि अलिअलि गरम मसला, राजमा मसला, त्यति नैबाट मैले चाहिँ कति मिठो राजमा बनाएर रेडी गरेको छु। हजुरहरूले पनि यसरी नै बनाएर आफू र आफ्नो फ्यामिलीहरूसँग बसेर इन्जोय गर्नुहोला। हजुरहरूलाई मेरो सानो भिडियो कस्तो लाग्यो, मन पर्यो भने हजुरहरूले लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न सक्नुहुन्छ। हजुर फेरि पनि यस्तै भिडियोहरू लिएर हजुरहरूको माझ उपस्थित हुनेछु। हजुरहरूको दिन सुखमय बितोस्। हस्त, धन्यवाद।